बुद्धको देशलाई। भुजङ्ग प्रयात छन्दको कविता रचना छ दिल्ली राज घिमिरेजीको। भूमिका स्थान 9 अर्घाखाँचीबाट। भुजङ्ग प्रयात छन्द 4 वटा यगणबाट तयार हुन्छ। न 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 यस्तो लय छ। गीत गाए भगेरीहरूले त्यही प्रीत छर्छन् अघोरीहरूले। भयो कर्म खोटो नभन्नु पिएर लुटे देश सिंगै लुटेरा मिलेर। कतै देव पुज्दै हिँडेको छ मान्छे, कतै चुस्न हड्डी बनेको छ भान्से। नमिल्दा कतै स्वार्थको भाग बन्डा, नमिल्दा कतै स्वार्थको भाग बन्डा। कतै च्यातिएको छ नेपाल झण्डा। सधैँ मित्र भन्छन् विदेशीहरूले, हडप छन् करेसु छिमेकीहरूले। बुझे देश भित्रै मवालीहरू छन्, छली दुष्ट झेली र जालीहरू छन्। स्वयं दङ्ग पर्दै म गर्दैछु बात, छखाडे पुगेको युवाको जमात। मनोभाव बुझ्ने कुनै छैन काहीँ, बनाए रुई तुल्य यो देशलाई। यहाँ राज्यको नै सुरक्षा भएन, युवा वृद्ध भन्ने अवस्था रहेन। जुटिएक साथै उठी दाजुभाइ, बचाऊ मिली बुद्धको देशलाई। जुटिएक साथै उठी दाजुभाइ, बचाऊ मिली बुद्धको देशलाई। बचाऊ मिली बुद्धको देशलाई। जय होस् दिल्ली राज घिमिरेजीको।